गुड मर्निङ, नमस्ते सबैजनालाई। आज फेरि यो दोस्रो भिडियो मेरो। अनि अब हजुरको अस्तिको भिडियोमा भिडियो राखिसकेपछि हाम्रो within a week 70+ subscriber, which is very good for me. I appreciate each and every subscriber. Thank you so much for your subscribe. Thank you so much for your subscription on my channel. Thank you so much. I appreciate. फेरि म मेरो एउटा अर्को मेरो साथी विशाल साथीलाई पिक गर्न जाँदैछु। अनि आज हामी एउटा लोकेसनमा जाँदैछौँ। जो जति भिडियोहरू हुन्छ म बनाएर राख्नेछु। एन्ड या त्यही हो। थ्याङ्क यू सो मच फर योर सब्सक्राइब अन माई च्यानल। एकछिनमा म साथीलाई पिक गरिसकेपछि भेटौँ है त। सो आइ एम वेटिङ माई फ्रेन्ड। म साथीलाई पर्खिरहेको छु। साथी आउँदै हुनुहुन्छ बाट ट्रेनमा। 5 मिनट अनि त्यसपछि हामी यहाँदेखि हिँड्नुपर्छ। हामीलाई त्यहाँ पुग्न 1 आवर जस्तो लाग्छ। लेट्स सी। के कस्तो हुन्छ। म चाहिँ अहिले यहाँनिर मार्केट स्ट्रिटमा पर्खिरहेको छु। यहाँ भएको साथीहरूलाई थाहा छ मार्केट स्ट्रिट भनेको। साथी आइसक्नुभयो। हल्का बाट ट्रेन लेट भयो क्या है। आज ट्रेन लेट भयो नि त। हजुर के भन्नु छ हजुरलाई? के भन्नु छ? केही छैन, घुम्न जानेछौँ। ल त्यही हो। अब हामी चाहिँ जाँदैछौँ। के कस्तो हुन्छ हामी भिडियोहरू अपलोड गर्ने नै छौँ है। कृपया सब्सक्राइब गर्नु। अलराइट, ओके, सी यू एकछिनमा है त। कति डेभलप भएको है यो साढे 2 किलोमिटर हो। यो बाइक छ यस्तो छ। हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुगिसक्यौँ। यो चाहिँ एउटा पार्क हो, एकदम नेचर के भन्छ एकदम पार्कको एउटा। अनि के छ राजा? त्यो सब ठिक छ केटा। पार्कमा आछौँ होइन। त्यही हो, के कस्तो हुन्छ एकछिनपछि हामी प्रतिक्रिया दिन्छौँ। राइट, एक्सपिरियन्स। त्यही हो। अब सुनमा ढुङ्गा रहेछ यहाँनिर। यसको ढुङ्गा रहेछ यस्तो छ। यो हो होइन। हामी चाहिँ अहिले यहाँनिर छौँ। यो चाहिँ हामी भएको एरिया यहाँनिर। अब हामी चाहिँ यहाँदेखि माथि अब यसरी जानुपर्ने हो। के छ तपाईँको प्रतिक्रिया? केटा अब होइन त्यो अब कुन साइडतिर जाने भन्ने सोचिरहेको छ। हामी अहिले यहाँनिर छौँ। हामी आएको चाहिँ मुरी वुड भन्ने एउटा यो नेसनल पार्क हो। हामी यहाँनिर छौँ। अब हामी यहाँदेखि भित्रतिर यसरी जानुपर्ने हुन्छ। लेट्स सी के कस्तो हुन्छ हेरौँ न अहिले एकछिनमा। ओके, हामीले टिकट लिनुपर्छ यहाँनिर चाहिँ। केटाको चाहिँ $15 हुन्छ। अनि यस्तो खालको भएर अब यो चाहिँ म्युरी वुड भन्ने लोकेसन हो। $15 छ टिकटको चाहिँ। हजुरहरू आउनु सक्नुहुन्छ। म्युरी वुड नेसनल मोनुमेन्ट नेसनल पार्क सर्भिस डिपार्टमेन्ट अफ इन्टेरियर भनेर रहेछ यहाँनिर। अब हामी जान लाग्यो यहाँदेखि हो। अब रेडी हो जाने? अब जाने हो राजा, ट्राभलिङको लागि रेडी छु। हो के कस्तो छ ल। सो त्यही हो। कस्तो राम्रो हेर्नु त यहाँनिर। लाउनु न भिडियो गर्नु न तपाईँहरूले मेरो। ल जानु हिँड्नु जाम आउनु न। यो चाहिँ खासमा तपाईँलाई थाहा छैन। यो चाहिँ अब हामीले यसमा अब सेल्फ गाइड हुनु सक्छौँ क्या हामी। अब यहाँनिर चाहिँ अब लोकेसन पनि छ। अब हामी यहाँनिर छौँ स्टार्टिङमा। अब यहाँनिर क्याफे पनि छ यहाँनिर। यहाँनिर चाहिँ अब तपाईँको एउटा थोरै पछि यहाँनिर एउटा क्याफे पनि छ। ड्रिङ्क्सहरू लिन सक्नुहुन्छ हजुरले। क्याफे पसल रहेछ यहाँनिर। क्याफे एन्ड गिफ्ट सप भनेर माथितिर। त्यही हो। अब हामी यो साइड जाने कि यो साइड जाने? यो ब्रिज फ्रन्ट जाने कि यता जाने भन्नु? रेस्टुरेन्टतिर रहेछ। आई थिङ्क दिस साइड। ओके, सो वी क्यान गो बाई दिस साइड। ब्रिज 1 यो चाहिँ खासमा
तपाईँको अब नेचर दामी रास्तै राम्रो छ है राम्रो हेर्नु त कति पुरानो होला र त भन्नु त यो यो त धेरै पुरानो होला हजुर त्यतिकै आफै भन्नु न डिस्क्राइबनेसन आफै गर्नु त्यो रुखहरू चाहिँ एकदम पुरानो हो हामीले लेखा होला सब कति पुरानो हो सायद हामीले छ होला सदा म अगाडि अब थ्याङ्क यू सो मच मेरो साथीले मेरो लागि भिडियो गरिदिनु भएको छ थ्याङ्क यू मैले फेरि राम्रो रहेछ नेचर अब यो केटा हिँड्नु अब आउनु के भनेपछि होइन अब हामीले पनि नेपालमा चाहिँ के गरौँ भनेपछि टुरिज्मको लागि हजुर हाम्रो नेपालमा त हेर्नुभन्दा पनि कति धेरै राम्रो राम्रो ठाउँहरू छ रुखहरू त्यो कति छ कति त्यो हामीले टुरिज्ममा पनि फोकस गर्नुपर्छ खास अब हामी चाहिँ हिँड्दा ब्रिज 4 सम्म पुग्यौँ हामी स्टार्टिङमा हजुरलाई याद छ कि छैन त्यहाँदेखि चाहिँ ब्रिज 1 थियो ब्रिज 2 ब्रिज 3 ब्रिज 4 मा आइपुग्यौँ कस्तो लागिरहेको छ हजुरलाई थाक्नु पुग्यो जाम न हो भर्खर त सुरु भयो अब यहाँनिर अब यस्तो अब भर्खर सुरु भयो नि उकालो जाम यस्तो दामी वेदर छ यहाँनिर सो वी विल लेट यु नो कस्तो खालको छ के छ बल्ल हाम्रो उकालो सुरु भयो अब उकाली लाग्यौँ हामी अब सुरुमा यस्तो पाहाडहरू चढ्यो भने मलाई के याद आउँछ भनेपछि मर्दी हिमाल चढ्दाखेरि चाहिँ हामीलाई ग्रुपिङ छुट्याइदिनु भएको थियो भनेको यस्तो बाटोमा त एक लाइन गरेर हिँड्नुपर्छ नि त अनि अगाडि जाने 2-3वटा केटाहरू अगाडि गएर हुन्थ्यो पछाडि 2-3वटा केटाहरू बिचमा 1-2जना केटाहरू हुन्थ्यौँ क्या हामी अनि यसै गरी हिँड्थ्यौँ क्या त्यो कुराहरू याद आयो यार मलाई मर्दी हिमाल चढ्दाको यस्तै छ त्यहाँ पनि एरिया यस्तै रुखहरू एकदम चिसो भएर उकाएको हजुर यस्तो रहेछ यहाँनिर अब हामी चाहिँ यता जानुपर्छ दिस इज गुड त्यही हो कसलाई मनपर्छ भने आउनु यतातिर होइन राइट स्वर्ग जाने बाटो गरे क्या यो ढोका भन्नु न हजुरलाई के भन्न मन छ त्यही हो केटा गेट यही हो होइन म लोकल ल्याङ्ग्वेज बोल्छु खासै अब अङ्ग्रेजी बोल्दैन इङ्ग्लिस नबोलौँ र ठिक छ त्यही केटा नाइस अरू के भन्नु भयो छ भने भनौँ केही छैन अब हिँडौँ अब यत्तिकै नेचरमा हिँड्दैछौँ हामी बाटोहरू करिब 18 माइल्स हजुर 18 माइल्स जस्तो थियो 18-19 40 मिनट जस्तो लाग्यो कि हामीलाई आउन यहाँनिर 40 मिनट जस्तोमा पुग्नुहुन्छ हजुर गाडीमा त्यस्तो अनि खासै खर्च पनि छैन एक्सपेन्सिभ पनि छैन खासै चिप छ भन्दा एकदम सस्तो छ एकदम जोस् जो कोहीलाई पनि रिजनेबल छ किनभने यति कोहीहरू अब डिप्रेसनमा जानुमा चाहिँ एन्जाइटी छ भनेपछि यतातिर आउनुहोस् होइन होइन किनकि अब अमेरिकामा मान्छेहरू धेरै पैसा 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 भनिरहेको छन् होइन त्यसरी नलिउँ कुराहरू तर उहाँले भनेको एक हिसाबले कस्तो भनेपछि हजुर जस नेचर लभर हो हजुरले अलिकति शान्त एरिया मन पराउनुहुन्छ भनेपछि आउँदा हुन्छ हल्का नेपालतिरको भाइबतिर पोखरा गन्दुकतिर त्यतातिर हो अन्नपूर्ण बेस क्याम्पतिरको जस्तो एकदम लिन मन छ भने आउनुहोस् एकदम त्यो चाहिँ हो फेरि है त्यही भएर अलराइट एकछिनमा फेरि भेट्नेछौँ हामी बाटोमा है त द्याट्स इट हामी चाहिँ एकदम केही समय हिँडिसकेपछि बाटो चाहिँ यस्तो छ एकदम तपाईँको के भन्छ एकदम वाला हामी चाहिँ त्यहाँनिरदेखि यस्तो माथि गएर उतादेखि अनि यो बाटो पक्रेर आएको हामी अनि हामी चाहिँ गइरहेको छौँ अहिले यो बाटो कहाँ जान्छ भन्ने त थाहा छैन यो चाहिँ हिल साइड ट्रेल भनेर लेखेको छ म्यापमा चाहिँ के भन्छ भनेपछि क्यामेरा खोल्यो भनेपछि मेरो शब्द चाहिँदै आउँदैन क्या के बोलौँ भन्ने भइरहेको छ त्यसपछि बिर्सिन्छु त्यसपछि हो मात्र भन्छु केटा हो होइन
अब त्यही हो क्यामेरामा भयो र ल्याए हुन्छन् होइन मेक्सिकन गोल्डन ब्रिजमा त्यो ठेलामा त्यो मेक्सिकन खाना ल्याए हुन्छन् त्यो जाममा यहाँको लोकल पनि हो केटा हो होइन त्यही हो अर्कै चस्मा लगाएको लोकल लिनुपर्छ मैले फेरि है किनकि अब यहाँ फेरि मेरो अर्कै आफ्नै पारामा चलिरहेको छ क्या यो मेरो आफ्नै पारामा चल्छ मेरो केटाहरूले फेरि तिनीहरूलाई भत्ता सत्ता माग्न सक्छन् जङ्गलमाथि ट्याग पनि हाल्छन् के कहिले काहीँ होइन बुझेनौ साथीहरू माथिमा आज साथीले मलाई टाइम दिनुभयो धन्न साथीको पनि छुट्टी आज मेरो पनि छुट्टी मिलेर भेट हुन्छ नत्र भने त खासै भेट हुँदैन क्या यतातिर त्यसको स्टेसन आउनु त्यही हो अब हामी चाहिँ यहाँदेखि निस्किन्छौँ फाइनल्ली हामी चाहिँ फर्किसक्यौँ के भन्नुहुन्छ हजुरलाई त्यही हो भिजिट गरेर आयौँ हामी रमाइलो लागिरहेछ ए रमाइलो भयो जे होस् होइन इन्जोय फिल भयो अनि त्यही हो एनिवे एभ्रिथिङ इज गुड होइन त्यही त हामी एट द एन्ड एभ्रिथिङ इज गन बी अल राइट इफ नट यस्तो रहेछ क्या खासमा यस्तो रहेछ क्या एभ्रिथिङ इज गुड एट द इन्ड अफ लाइफ होइन इफ नट द्याट्स नट द इन्ड रे क्या You can continue your journey. फोटो यहाँनिर चाहिँ यस्तो साइडमा हजुरले क्याफेमा के किनेर ह्यान्डहरू खाएर बस्नलाई कुर्सीहरू पनि छ आउन सक्नुहुन्छ नेक्स्ट टाइम हामी सबै केटाहरू मिलेर आउनुपर्छ राजा अघि होइन भन्नु त सबै साथीहरू मिलेर जम्मा आउनुहोस् उता तल उसमा खेचौँ न आउनुहोस् गेटमा यु क्यान सी द भ्युज दामी है यहाँ बसौँ न एकछिन के गर्नु सो अहिले चाहिँ हामी एउटा लोकेसनमा आएर पर्खिरहेको छौँ दामी छ वेदर यहाँनिर फेरि मौसम बाटो है यो बाटो मलाई कस्तो लागिरहेछ भनेपछि तपाईँको पोखरादेखि हामी उता बागलुङ जाँदाखेरि जुन त्यो हेम्जाको बाटो क्रस गरेर जाँदैनौँ त्यस्तै खालको फिलिङ्स आइरहेको छ मलाई यहाँनिर पहाडहरूमा हरियाली माथि त्यहाँ पारी त्यो टल्केको देख्नु भएको छ होला यहाँ त्यहाँ पारी त्यो चाहिँ समुद्र बिच सो अहिले बेलुकाको 6 बज्न थाल्यो अनि म चाहिँ यो भ्यू हेर्दै कोक मजा लिँदै बसिरहेको छु साथी भाइ रहनुहुन्छ अब म पनि बाहिर निस्किन्छु अब सायद आजको लागि यति नै थियो होला साथीलाई ड्रप पनि गर्नुपर्ने हुन्छ अनि त्यसपछि म घर जान्छु रेस्ट पनि गर्नुपर्ने हुन्छ फेरि भोलिदेखि फेरि त्यही डेली रुटिन होइन 10 to 6 टाइपको त्यो भइरहेको छ आजको दिन एकदम राम्रो भयो हामी आज एउटा नयाँ ठाउँमा पनि गयौँ अनि त्यही हो अब एकछिनमा चाहिँ अब साथीलाई ड्रप गर्छु ड्रप गरेर घर जान्छु घर गएर आज चाहिँ जति भिडियोहरू बन्यो त्यो भिडियोहरू पोस्ट गर्छु थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड है फेरि म यसरी नै भिडियोहरू ल्याउने नै छु थ्याङ्क यू एभ्री वान पिस आउट लाइट